ल हामी केराबारीको तोपथुम्की भन्ने ठाउँमा आएका छौँ। खगेन्द्र सर र म आएका छौँ दुईजना। तोपथुम्की लु लागौँ ल मासतिर। जाउँ अब थुम्कीमा पुगौँ। अब हामी सिँढी गुलिँदै उक्लिँदै जान्छौँ। त्यस्तो छ कुरोकानी। सिँढी कम्ता निकै राम्रो सिँढी रहेछ हौ। केराबारी गाउँपालिकामै पर्यो हैन यो केराबारी गाउँपालिका सर। चिउरी भन्ज्याङदेखि चाहिँ नजिक रहेछ हौ यो। चिउरी भन्ज्याङबाट 10 मिनेटको मोटामोटी 10 मिनेट जति लाग्यो है हामीलाई। अब यहाँबाट आज हामी सनसेट पनि हेर्ने भयौँ। पक्कै पनि त्यो झन्डै झन्डै त्यो अवसर मिल्छ। त्यो कुन खोला देखियो सर? तल देखिएको हेर्नु त। त्यो तल एउटा खोलो देखिँदैछ। यहाँबाट त्यति मजाले यसले लिन मानेन। यो सायद धरानको हो सर। कुन सेउती कि लेउती भन्छ तलको? सेउती हो। यहाँ साइडमा बिरुवाहरू लगाएको रहेछ यो। के को बिरुवा हो यो? राम्रै क्षेत्र हुने रहेछ। यो त केराबारीको राम्रै यो पर्यटकीय स्थल भन्छन्, तर बाटोको समस्या रहेछ नि त। बाटो चिउरी भन्ज्याङदेखि मुनि निकै अप्ठ्यारो छ बाटो। यो विकास भयो भने बाटो पिच गरेर ल्याइहाल्छ। हेर्नु त यहाँ त निकै बजेट प्रयोग गरेछ। निकै यो सबै सिँढी वहाँ माथि नै टुप्पैसम्म। ओहो, वहाँ देखिँदैछ एउटा के? हो त्यहाँ पाना देखियो त्यो फोटो खिच्ने ठाउँ। हामी जाने भनेको यो देखिएको त्यहाँनिर पुग्ने हो। सिँढी धेरै रहेछ हौ होइन? सिँढी धेरै रहेछ। सिँढी छ हेर्नु। त्यसको पनि अझै छेउमा जाउँ। तोपथुम्की हैन? तोपथुम्की। यसको नाम तोपथुम्की। ठिक छ, क्लियर देखिँदैछ। क्लियर छ नि। आहा, यति रमाइलो छ नि। यतापट्टिको यो ओख्रे टावर होइन सर? ओख्रे टावर हो। उतापट्टि ओख्रे टावर छ। अलिक पर देखिएन हैन? नाम्रेको टावर पनि देखिँदैछ। अलिअलि तुवालो लाग्न थाल्यो नि त। अब तुवालो लाग्न थाल्यो।